लाठीचार्ज गरेको छ र हेर्नुहोस् यसरी भित्रबाट लुटपाट गरेर बाहिर निस्कँदै गरेकाहरूलाई हाटबदिनको सेक्युरिटी गार्डले लाठीले हानेको छ। बाहिरबाट ढुङ्गामुढा भित्र धेरै मानिस घुसेको अनुमान गर्न सकिन्छ। यो हुनु पक्कै पनि राम्रो होइन। फ्रिज लिएर हिँड्दैछन्। ल हेर्नुहोस्, आइसक्रिमको डिप फ्रिज तानेर आन्दोलनकारीहरू अगाडि बढ्दै गरेको यो दृश्य हामीले देखाएका छौँ। हामीले फ्रिजभित्र भएको आइसक्रिम खोसाखोस भइराखेको अवस्था छ। भाटभटेनी सुपरमार्केटले गत चैत्र 15 गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ। उनले आज एक कार्यक्रम बीच 5,01,111 नगद रुपियाँ पुरस्कार, 1 फुली र 5 ग्रेड बढुवाको सम्मान प्रदान गरेको हो। धेरै धन्यवाद।